फुटबल प्लेयर कहाँ जाँदैछु भन्नुहोस् वेलकम ब्याक माई युट्युब च्यानल सुजी भ्लगलाई पनि ठिकै छ मेरो च्यानलमा ल्याइहालेँ तपाईँहरू पनि सन्चै हुनुहुन्छ म पनि सन्चै छु भन्दै हामीहरू पानी बोक्दै जाउँला हामीहरू त्यहाँनिर ब्रिजको त्यहाँनिर होइन त्यस्तो घना जङ्गलमा हामी हिँड्दैछु बाघले लखट्यो भने त गाह्रो छ नि गर्मी खत्तम छ गाडी सिधै नुहाउने हो होइन सिधै नुहाउने जाने बित्तिकै नुहाउला पानी भएपछि नुहाउला न त फर्केर होला खै तपाईँलाई कस्तो महसुस भइरहेछ ट्रेनिङ गर्दा होइन आएर न तलदेखि लुक्सेर न यता हेऱ्यो अहिले हामी पिकनिक जाँदैछु सबैजना मिलेर ल बिस्कुट यहाँ बिस्कुट पाइँदैछ अङ्कलहरू पनि कहाँदेखि भयो आएर उ गर्दैछन् ल भने खानु पर्यो अङ्कलहरू छुट्टिहाल्छ होला केटाहरू पछाडिदेखि आउँदैछन् हामी खानु जाँदैछौँ अङ्कलहरू छुट्टे हामीसँग आउने भाइ निश्चल भाइ हो भाइ यहाँ पुल रहेछ पुलमा पुगिहाल्यो हामीहरू अनि पछाडि सेनाहरू आउँदैछन् सेनाहरू त्यहाँ मन्दिर निश्चल भाइ त्यहाँ धमिलो छ क्या पानी यहाँ मन्दिर रहेछ अहिले यहाँ आइसक्यो हामी गहिरो नदीमा अलि माथि जाउँ होइन माथि छ कि के थाहा ठुलो पानी छु होइन गोदावरीमा आएर मुख धुनु त परिहाल्यो भयो माथि जाने विरतीको डोरीले बाटोला पुरिरहेको छु चाउचाउ नास्ता खाइरहेको छु नास्ता साग अहिले नुहाएर आइसक्यो हामीहरू यिनीहरू पनि नुहाउँदैछन् सुरजको बडी चाउचाउ हाल्दैछ हामीहरू कम्पिटिसन ल म अन्त 3, 2, 1 गो कम जग्गा लाग्छ ल कति आयो ल सुरज आयो ल फर्स्ट विनर सेकेन्ड थर्ड हामी अहिले यो मिसेर खानेछौँ अनि नुहाउनेछु त्यसपछि जानेछु ल मिसाइ आठले मिसा ल
यो भनेको राम्रो हुन्छ घागमा घागको खाइदिनु खाइको खाइदिनु एक धरे पानी सका आयो हाम्रो यो 2 बोतल 1 बोतल प्लास्टिकको तेल ल्यामा गिलास गिलास यतिकै खानु मुजी के यसरी आउनु पर्छ माको पुरा बगाइदिएँ ए माको यति त मुला रह्यो ला माछा माछा हाँ मजा दुबारी पुगिसक्यो हामीहरू एउटा अझ खाउँ यार नगइने नयाँ किनी ल म किनिदिउँ ल आएर आइसक्यो उयो पुलमा फोटोसोटो खिचेर आइसक्यो अब जामा छ हामीहरू घर बाटोमा हामीहरू बाटोमा छ हामी बाटोमा कस्तो कस्तो महसुस भयो त आज एकदम खतरा हैन अब चाहिँ अझ आउँला कहिले टाइम भएको बेला होइन टाइम भएको बेला मुटमा लागेको देखेन त त्यस्तै नमुता न कति कुरा खोल्दैमा